ऊ आहा चिन्देर तपाईले कन्ट्रोल गर्नुभयो तपाई बास्नु भयो नि त धन्यवाद दिनु न भगवानले के पनि भएन हेरेर मैले हेर्नु ल यस्तै हो नबोल्नु त तपाई नबोल्नु त उलाई कोराउने होइन के आफैले बडा गरेर राख्नु उलाई किन गर्नु उलाई बोलाउनु पर्यो उपचार गरेर पुलिसलाई गएर पुलिस दिन्थ्यो आको मलाई के तपाईहरुको त्यहाँ नाटक थियो कस्तो नाटक हो डिस्कस गर्नु न डिस्कस गर्नु के कारण छ मेरो छ स्कुटर भोलि मेरो गल्ती हुन्छ तपाईहरुको ब्रेक लाउने तरिका थाहा छ ह्यान्डी कस्तो हुन्छ नि सबै ह्यान्डीहरु एउटै हुँदैन नि भाइ तिमी त्यसो डोमिनेट गरेर भन्न पाउँदैन ल ब्रदर भएको छैन भन त हैन हैन केही नभए पनि नानु के हुँदैन अहिले मम्मी आउनुहुन्छ के हुँदैन मम्मी खै तिमी घरका मम्मी छैन को छ भने त तिम्रो को कहाँ तिमी कहाँ बस्छौ ह नानु ऊ चिन्छौ तिमी चिन्छौ लिन गएको अर्को दाइलाई लिन गएको के हुँदैन तिम्रो अर्को दाइलाई लिन गएको नरौ त ल अहिले पुलिस आउनुहुन्छ अनि तिमी उपचार गर्ने है तिमी कहाँ बस्छौ तिमी बाटोमा हिँड्न हुन्छ त त्यस्तै तिमी कहाँ बस्छौ त कहाँ बस्छौ पानी खाइदेऊ त खादिनौ बिस्किट खाने भोक लाग्छ अहिले म खानेकुरा किनिदिन्छु है चिन्छौ तिमी चिन्छौ को हो कहाँनिर बस्छ उसको दादा बोलाइदेऊ त उसको दादा बोलाइदेऊ त बाबु हजुर उसको मम्मी बोलाएर ल्याउनु ल माम दाइलाई भए पनि बोलाएर ल्याउनु रुम कटाडा उलाई बाइकले हानेको बाइक के हुँदैन अहिले के हुँदैन दाइले कराउनु हुन्न हामी सम्झाउँछौँ बोलाइदिनु भने भाइ आउँदैछ